ल केटा धक्का दे 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 और पीछे जाना और पीछे थोड़ा फाइनली गाइज आइपुगे म समुद्रमा हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल आई होप सबैजना सञ्चारमा हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु आज हामी जाँदैछौँ केटा हो कता जाँदै अरे आज हामी कौन सा जग्गा पे जाँदै चल रहा है आज कौन सा वाला मूवी क्या है उसका जगह नाम क्या करने जा रहा है उधर हम वीडियो बनाने के लिए बड़ा हरामी हो मौसम अच्छा मेरे साथी पाकिस्तान का अभी नया आया है कैसे लग रहा दोस्त अभी उधर जाने पे अच्छा लग रहा है जाएंगे तो पता लगेगा पीछे वाला दोस्त है इसका नाम नजाकत है कैसे हो ठीक हो कुछ बोल दोस्त वैसे आप किधर जा रहे हैं हम जा रहे हैं अभी तू लेके चल रहा है ना मेरे को तो पता नहीं मैं तो नया जगह है छतरी के लिए लेके जा रहा हूं अच्छा चलो ठीक है अभी हम जाँदैछौँ साथीहरू अब कहाँहरू मलाई चाहिँ थाहा छैन केटाहरूसँग साथीहरूसँग दामी ठाउँ छ अरे होइन कता हो यो मेरो गाउँ सुनसान छ आज अनि अब गाडी निकाल्नु पर्ने हुन्छ त्यसपछि हामी यहाँबाट जानुपर्ने हुन्छ हेरौँ कस्तो छ त्यहाँ होइन अब गाडी पनि निकाल्नु पर्ने हुन्छ पानीहरू पनि लिएर जाँदैछौँ पानी अनि यहाँ अब भोलि खानेकुराहरू त्यसले लिएर जान्ला हो त्यो गरम हेर्दा नि आज 65 ल त्यही हो साथीहरू अब हामी उतैतिर गएर हेर्छौँ के कस्तो छ मलाई पनि थाहा छैन साथीले लिएर जाँदै हो त्यसपछि धक्का दिन पड़ेगा गाडी आज धक्का दिन पड़ेगा चल यार धक्का दे केटा चल आधा न धक्का दे गेट लगा ल साथीहरू अब गाडी चाहिँ धक्का दिन पर्ने भयो होइन केटा धकाल्दैछ ल केटा धकाल 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 केटा यस्तो छ ल हाल गाडी कहाँ गयो मुभी न धक्का दे हैंड ब्रेक तो ठीक धक्का दे मूवी धक्का दे लकड़ा धक्का दे 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 और पीछे जाना और पीछे थोड़ा चाबी भी मारे ल फाइनल्ली गाडी चाहिँ स्टार्ट भयो होइन देखिहाल्नु भयो होला गाडी यस्तो छ हालत गर्मीमा काटेर अब चाहिँ जानुपर्ने हुन्छ त्यही हो साथीहरू उतैतिर गएर भेटौँला के कस्तो छ मलाई पनि थाहा छैन होइन साथीले लिएर जान्ला हो अनि गर्मी छ देखेंगे ल साथी फाइनल्ली गाइज आइपुग्यो म यस्तो जग्गामा होइन म एकदमै खुसी छु यस्तो जग्गामा आइपुग्यो कि यस्तो जग्गामा देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ आम्मामा यार कैसे लग रहा है दोस्त कैसे लग रहा है तेरे को फिर अच्छा लगेगा हाँ तेरे को ले नहीं हल्ला ल फाइनली गाइज आइपुगे म समुद्रमा आर यू कमेडी मी के भन्छ सास समुद्र पारी आइपुग्यो ल केटा यार इन्जोय गरौँ न यार
तर पानी तो थोड़ा गंदा है। वो कौन इधर है? कौन इधर है? इधर नहीं है, कैसा है कसम से दलदल है। नीचे दलदल है क्या? ए मूवी। आता ना तुझे के चश्मा दिखाना है बस। संदीप उस मच्छी को तो पकड़, वो सामने मच्छी तो पकड़। ये देख कितना मच्छी आपके पास आ रहा है, देख कितना मछली आ रहा है, लेकिन नहीं पकड़ सकते। उधर नहीं जाओ, उधर कीचड़ है। हाँ नहीं नहीं जा। कितना देख लेते? हाँ कितना बड़ा है यार? बड़ा मच्छी है। बस ज्यादा ऊपर गाइस देख सक्नुहुन्छ मछली कहाँ गयो मछली यार? आम कसम से इतना बवाल पानी है यार। ये देख पानी पा ये मच्छी पकड़ लिया मैंने। किधर कोई देखा मैं खुश हूँ, मैं इतना खुश हूँ। इधर आया मेरा दोस्त ले आया, जिंदा हो गया दोबारा। जिंदा हो गया, मैं जेल से निकल गया। तेरे को भी ऐसे लग रहा होगा ना? जेल से निकल गया गाइस, मैं फाइनली मैं जेल से निकल गया हूँ, मैं आया हूँ। हाँ मजा आ रहा है मेरे कसम से। हाँ राजा मजा आ रहा तेरे को? कितना जगह पे लेके आए हम लोगों को। मैंने किधर ले, तू लेके आया ना मेरा। ये तू लेके आ रहा। पता सऊदी अरब पे कोना कोना मालूम है। अनि कितना जगह अच्छा है देख सक्नुहुन्छ यति ठुलो छ है यहाँ चाहिँ। यो कहाँनिर केटा लोकेसन? यसको लोकेसन वादी जुन बत्ताभन्दा 5 मिनट अगाडि छ होइन, अगाडि आएर 18 नम्बर तरफ नेमार वादी नेमार है। यहाँ आएर इन्जोय गर्न सक्नुहुन्छ हजुरहरू पनि। खोइ तर मछली तर खतरा मछली है कि इधर भी है देख। तर कस्तो दामी पानी हो क्या यार, कसम यार। फूट गया? दूसरा नहीं है, निकल गया निकल गया। दूसरा जीप में होगा। वही इसका तो पेज खस गया यार। कौन सा पेज? पेज गया, चश्मा गया साथी। नहीं पेज जीप में होगा। नहीं इसका क्या ये थोड़ा नहीं मिलता अभी, गिर गया। चश्मा तो इधर आ रहा। बत्तख देखने को चल बत्तख इस साला ला 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 पानीमा दामी छ ठाउँ चाहिँ यार। आहा मलाई त के छ कहिले। चलो इन्जोय करो बेटा, आओ इन्जोय करो सक्नुहुन्छ यार। तो घाँस ही काटते हैं, घाँस है क्या इसका नीचे तो यार? ये घास इसको हमें बोलते इधर काम कर, तुम ये घास निकालने वाला काम। जाल लेके नहीं आया। जाल लेके आते नहीं, कुंडे भी लेके आते नहीं, इतना मच्छी पकड़ कर निकाल रहा वो आएगा इसको भी पता। मलाई चाहिँ एकदमै इन्जोय लागिरहेको केटा, तिमीहरूलाई कस्तो लाग्यो? कैसे लग रहा है तिमीलाई? मजा लाग्यो। चल आ जाओ यार तर यहाँ तो ये देख, ये तो सब फल फला है यार। ये कोयला है। हाँ यार इधर इधर खाने बनाते हैं, ये बहुत कोयला है। चल रुके, कैसे आता है? साफ नहीं है। साफ कैसे आ रहा है? आ रहा है था मेरे को, देखो एक स्पीड पे ये नहीं हो रहा है, ऐसे दिखा सीधा पानी पे ला दो। बत्तख है, बत्तख चल। मछली तो इधर जन ज्यादा है यार कसम। पकड़ा दो
सलाम हाँ दे गैस दे तर यो अलि हम्यो क्या त्यही भएर टेन्सन भयो क्या साथीहरू ल दे त मेरो स्थिति हुन्छ आउँदो रहेछ होइन के धेरै छ है यहाँ केटाहरूलाई चाहिँ स्थिति दिँदै छ है पुरै दाना केटाहरू रहेछ लाइनमा बसेर स्त्री दिँदैछ होइन ल दे दे ये देख कितना बडा है देख देख स्त्री दिनु पऱ्यो नि होइन आम्मामा देख क्या है यार मच्छी है ना नजर देख देखा ना काटे हाँ? ये देख 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 अभी देख उधर फटिक शुरू होगा देख बड़ा देख 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 बड़े तर माछै नसक्दा हुँदैन बड़े देख उधर जमा हो गया झगड़ा झगड़ा हाँ, देख 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 यिनीहरू पनि झगडा गरी खान्छ यहाँ कतिदेखि यहाँ एक अलग कलर है देख यस्तो मजा आउने यार वो उधर देख मजै लाग्छ इन्जोय गर्न पर्ने हुन्छ होइन इन्जोय छ त्यो चाहिँ इन्जोय संदीप इधर से इकट्ठा हो गया हो भने कितनी ज्यादा हो गया यार देख 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 पर इधर बड़ा बड़ा भी होगा ना अंदर अंदर इतना बड़ा बड़ा वो देख उस पे झगड़ा है बड़ो बड़ो का देख हाँ देख रहे छोटा नहीं कर सकते ना हम यहाँ हाथ ऐसा करते हैं सब भागेगा देख ये देख ये इतना खतरनाक नजर है देख ये देख क्या देख देख मारा है उधर हमने गाउँ गाउँको चाहिँ जग्गा यस्तो छ दामी देख संदीप त्यसले मारिरहेको छ यार सब अभी बड़ा आ गया इसके पीछे बड़ा बड़ा आ गया ये देख आज माछा मार्ने मारेर लिएर स्त्रीहरूले नै साथीहरू स्त्री दिवस चाहिँ आउँदो रहेछ क्या होइन अँ ठुल्ठुलो चाहिँ वहाँ गयो क्या ये रोटी यस्तो रोटी भी खाता है यार मछली रोटी भी खाता हाम्रो त त्यो दोस्रा त्यताको दाना होला देख देख किरा जस्तो छ है चलो हेलो साथीहरू स्विमिङ पनि गरेर भ्याइयो होइन स्विमिङ गरियो स्विमिङ गरेर दिनसँग हुन्छ गाडीहरू आउँछ यहाँ होइन तपाईँहरू पनि आउन सक्नुहुन्छ यहाँ वादी के अरे वादी नेमार देखा आपने लापरवाही का नतीजा है लिएर अनुसन्तिरेको तेरा गाडी होइन अन्त हामी अब यहाँबाट जानुपर्ने हुन्छ होइन साथीले अब गाडी पनि फर्काइसक्यो अनि एकदमै मजा आयो ठाउँ पनि एकदम कुल छ होइन एकदम यत्तिकोमा आएर चाहिँ बस्नुहुन्छ आएर एकदम आफ्नो माइन्डलाई फ्रेस गर्न सक्नुहुन्छ तपाईँहरूले अनि यहाँ चाहिँ अब अलिकति हामी दिउँसो आएर अब टाइम छैन अलिक जानुपर्ने पछि पछाडि पहाड छ देखिसक्नु पछाडि पहाड यहाँ त चारैतर्फ पहाड छ यहाँ होइन चारैतर्फ पहाडको बिचमा हामी टक्क जस्तो छ पानीको थोरै यहाँ समुद्र जस्तो रहेछ अनि जे होस् मजा आयो घुम्यो फिर्यो एकछिन त्यसपछि चला न तँ किसका लोकेसन किसका लोकेसन बता त यहाँ से पता चल्दा त खजुरको बोट होइन चारैतर्फ अब यहाँबाट जानुपर्ने हुन्छ केटाहरू पनि रेडी जानलाई रेडी छ गाडी पनि स्टार्ट भइसक्यो रेडी छ अब यहाँबाट छट्टै यहाँबाट हिँडिदिनु पर्ने हुन्छ म त फेरि समुद्र देखेको छु समुद्र होइन छाल जस्तै नाला छ दामी तर यहाँ चाहिँ पौडी खेल्न चाहिँ दिँदैन रहेछ होइन मम्नु छ यहाँ पौडी खेल्न भन्ने मतलब दिँदैन अनि त्यही हो मजा आयो केटाहरूले पहिलोचोटि यस्तो दामी ठाउँमा ल्यायो
खुसी छु म नि योमा। त्यही हो, तपाईँहरू पनि आउन सक्नुहुन्छ यसो इन्जोय गर्नको लागि। मौसम एकदम चिल छ बस्नलाई, मान्छेहरू पनि धेरै नै आउने गर्दो रहेछ। अब यहाँबाट जान्छौँ हामी कथा, त्यसपछि फेरि हामी निक्लिन्छौँ कुन तरफ रुममा जान्छौँ। फेरि यहाँबाट अर्कोचोटि आइन्छ होला सायद यहाँ होइन, अर्कोचोटि आउँछौँ पनि। त्यस्तो दामी ठाउँहरू अहिले म केटाहरूसँग आएको हाम्रै रुमतिरको, अनि मजा आयो। एकछिन घुम्यो फिर्यो, फोटोहरू पनि खिच्यो, फोटोहरू पनि देख्न सक्नुहुन्छ यस्तो दामी है फोटो खिच्यो। त्यही हो, अब हामी यहाँबाट जानु पर्नुहुन्छ। चस्मा पनि के लाउनु हो, गर्मी छ, घाम छ। साथीहरू आएर यहाँ केटीहरू आएर फोटो खिचिरहेको छन्। अब त्यही हो, हामी नेपालीहरूलाई चाहिँ कस्तो हुने भने पहाड देख्नु साथ एकदमै मजा आउने क्या। पहाड देख्नु साथ एकदमै मजा आउने, किनभने अब हामी गाउँतिर पहाडतिर हुर्केको मान्छे हो नि त, हुर्केको भएर पहाडहरू यस्तो नदीनाला देख्नु साथ एकदम मजा आउँछ। अनि चस्मा पनि भाँच्यो साथीहरू, यहाँ छ चस्मा, कालो चस्मा भाँचिहाल्यो आँटै। अनि त्यही हो, अब हामी जान्छौँ यहाँबाट सिलगढीमा। कुन बेला पुग्छ बेलुकाखेरि भन्छ होला मेरो पहाड छैन। यहाँबाट जाँदैछौँ होइन। अब चाहिँ हामी अलिकति ढिलो पनि भइसक्यो, कम्पनीको गाडीहरू यस्तै हो होइन, भने जस्तो टाइममा हुँदैन। नेक्स्ट टाइम हामी एकदम तपाईँहरूलाई अलिकति राम्रो तरिकाले देखाउनेछौँ होइन, राम्रोसँग पुरै यहाँको यो पैदल नै देखाउँछु म तपाईँहरूलाई। अहिले चाहिँ म धेरै यसो देखाउन सकिनँ। अहिले चाहिँ मान्छेहरू आउन पनि सुरु गरेको छ, मान्छेहरू आउन सुरु गरेको छ बिस्तारै। अब यहाँ फुल प्याक हुँदै जान्छ यो, एकदम दामी छ जग्गा चाहिँ, दामी होइन दामी, दामी लाग्यो मलाई। दामी जग्गा त यस्तो मान्छेहरूले यस्तो इधर बनाएको था ना है, यहाँ चाहिँ होइन प्रायः हुन्छ नि पिकनिक जस्तो पनि हुँदो रहेछ आफ्नो साथीहरूसँग आएर। अनि अब एकसँग चाहिँ नहर पनि यति लामोसम्म छ होइन, तलबाट यति लामो छ नहर होइन। यहाँ चाहिँ फेरि पौडी खेल्न चाहिँ नदिने रहेछ, यहाँ फेरि रिस्क पनि हुन्छ नि त अलिकति, फेरि जस पनि छ आफूले सानो आफूले जोड्नुपर्छ। सेकेन्ड जे पायो त्यही अलिकति गर्नु पाएन, बस्न आनन्द छ, बस्न चाहिँ पाइयो। अनि यस्तो दामी दामी छ यहाँ। हामी अर्कोचोटि तपाईँहरूलाई होइन देखाउँछौँ राम्रोसँग आएर। अहिले चाहिँ अलिकति ढिलो पनि भयो, पुरै देखाउँछु म अर्कोचोटि होइन यो कस्तो छ यहाँको। अनि त्यही हो, अब हामी यहाँबाट जान्छौँ। एकदम मनै एकदम फ्रेस भयो होइन, नयाँ लुगा चाहिँ भुल्दैन होइन, मस्त मस्त। त्यही पनि अलिकति आफ्नो मनहरूलाई चाहिँ इन्जोय गऱ्यो। देख्न सक्नुहुन्छ यो साइडमा, अनि यो साइडमा यस्तो नहर छ, यो पुरै होइन, पुरै चाहिँ यहाँसम्म रहेछ नहर होइन, यहाँसम्म चाहिँ नहर रहेछ। तलबाट लगभग 1 किलोमिटर छ यो पुरै लामो। अब हामी यहाँबाट त्यही हो बिस्तारै लाग्यो, सामान लिनु छ बजारतिर गएर, त्यसपछि हामी जान्छौँ। त्यही हो साथीहरू, आज अलिकति लेट पनि आइएको थियो, 2 साढे 2 भइसक्यो थियो उहाँबाट आउँदा, त्यही भएर हामी धेरै बस्न पाइएन। अनि साथीहरू चाहिँ आएर यसो वादी नमार भन्ने ठाउँमा आएर हेर्न सक्नुहुन्छ, आएर इन्जोय गर्न सक्नुहुन्छ, तपाईँहरू पनि इन्जोय लिन सक्नुहुन्छ साथीहरू। यही अब यही 18 नम्बर लिया त 18 नम्बर मिलाइदिन्छ नि, एकदम दामी हो वादी नमार, तपाईँहरू थाहा आएर इन्जोय गर्नु होला। अनि आज इन्जोय गरौँ, नेक्स्ट टाइम हामी एकदम फुडहरू लिएर आउनेछौँ होइन। अब साथी अब हामी यहाँबाट निक्लिएर सामान लिएर रुमतिर अब हामी चढेर आएको सामानहरू अलिकति लिएर जानुपर्नेछ। मलाई चाहिँ कस्तो भने पहाडतिर जन्मेको भएर होला अलिकति है, समझता जैसे पहाड अरे जन्म पहाड जन्म हो जैसे खोला ऐसे नाला ऐसे पहाड देख्दा पनि अलग हुन्छ क्या हामी होइन, खुसी अलग खुसी देख्दा होला। खुसी लाग्यो मलाई होइन। नेक्स्ट टाइम फेरि आएर केटाउ इन्जोय गर्नुपर्छ। कडाई बिरयानी, कबाब अनि अरू मलाई रोटी
उयो अरू त ल्याउने हो र त्यही बनाएर ल्याएर केटा हो दामी हान्नुपर्छ होइन दामी खानुपर्छ सिङ्गल भनेर दौडै जानु पऱ्यो नि साथीहरू चाहिँ म रुममा आइसकेँ होइन रुममा आएर नुहाइधुवाइ गरेँ नुहाइधुवाइ गरेर अनि चट्ट अब खानासाना बनाउनु पऱ्यो अहिले चाहिँ म बजारतिर गएँ होइन त्यहाँ घुम्यो एकदमै दामी छ ठाउँ पिसफुल छ होइन तपाईँहरू गाउँ जान सक्नुहुन्छ यहाँ आउने साथीहरू हो बजार गएँ बजार गएर अनि हल्का सामान लिएर आइयो सामान चाहिँ के भने अब अलिकति खाने सामानहरू चाहिँ आइछ अब तरकारी बनाउनु पऱ्यो भनेर सामान चाहिँ के ल्यायो भने यो होइन सामान चाहिँ त्यही साथीहरू यो आलु हो चट्ट आलु ल्यायो यो करेला होइन करेला चट्ट हाम्रो नेपालहरू जस्तै भयो यो करेला त्यस्तै अरू अलिअलि सामानहरू थियो अनि चामलहरू चाहिँ मैले भित्र राखिसकेँ होइन अनि मासुहरू अब खाना बनाउनु पर्ने हुन्छ खानासाना बनाएर खानुपर्ने हुन्छ भोक पनि एकदमै लाग्छ होइन त्यहाँ पसलहरू चाहिँ थिएन त्यति गयो हामीले फेरि खानाहरू पनि लान बिर्स्यो अब अर्कोचोटि नेक्स्ट टाइम चाहिँ अब दामी तरिकाले होइन जाने भन्ने प्लान छ प्लानिङको साथ हामी बिना प्लानिङमा गएको हो त्यही भएर अब अर्कोचोटि चाहिँ सामानहरू खानेकुराहरू बनाएर यहीँबाट लिएर गइन्छ हामीले पानी चाहिँ लिएर गइएको थियो होइन त्यही पानीको भरमा आइयो त्यही हो चट्ट आज कपाल चौर पनि काट्दै फेरि आएर होइन बिहानै काटेको फेरि आफूले हल्का फेरि आएर दुईपट्टि चट्ट यस्तै कपाल फर्स्ट टाइम होइन बिदा छ त्यही भएर काटेको त्यही हो साथीहरू ल अब खानासाना बनाएर खानुपर्ने हुन्छ त सबैजनाले माया गरिदिनु होला थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब है साथीहरू एन्ड कमेन्ट एउटा कमेन्ट छाडिदिनु होला अनि लाइक सब्सक्राइब पनि गरिदिनु होला भन्दै यो भिडियोलाई अब यति व्यवस्था गरिदिनु पर्ने हुन्छ साथीहरू ल त अब अर्को भिडियोमा हामी भेट्ने बाचाको सायद अब यो भिडियोलाई यहीँ व्यवस्था गरिदिन्छु बाई बाई लभ यु अल बाई बाई